नमस्कार साथीहरू। आजको भिडियो चाहिँ म नेपालमा राजा चाहिँदैन भन्नेहरूका लागि, स्पेसली नेपाली काङ्ग्रेस, माओवादी र एमालेहरूका लागि। साथीहरू, तपाईँलाई थाहा नै छ 2052 सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। नेपालको चाहिँ अमेरिकामा राष्ट्रपति बिल क्लिन्टन हुनुहुन्थ्यो र अहिले अब लगभग आउने 83मा फेरि अर्कोचोटि प्रधानमन्त्री हुनका लागि शेरबहादुर देउवा रेडी हुनुहुन्छ। र अमेरिकामा बिल क्लिन्टन कहाँ हुनुहुन्छ? उहाँको 10 वर्ष कार्यकालपछि हैन, जर्ज डब्लु बुश, त्यसपछि बाराक ओबामा, फेरि डोनाल्ड ट्रम्प, जो बाइडेन, फेरि अहिले डोनाल्ड ट्रम्प, त्यहाँ 4-5 चोटि नेतृत्व फेरिसक्यो। रसियामा भ्लादिमिर पुटिनको आजभन्दा 30 वर्ष अगाडि राजनीतिमा कहीँ नाम जोडिएको कहिले सुनिन्थेन र आज उहाँहरू देशको नेतृत्वमा हुनुहुन्छ। जनताहरूले उहाँहरूलाई चाहिँ त्यसरी जिताउनु भएको छ। नरेन्द्र मोदीको आजभन्दा 30 वर्ष अगाडि इन्डियाको राजनीतिमा कुनै पनि किसिमको योगदान देखिँदैन, तर अहिले नरेन्द्र मोदी चाहिँ तेस्रोचोटि प्रधानमन्त्री हुन्छ इन्डियाको। उहाँको जनताहरूले उहाँलाई त्यति माया दिनुभएको छ। र सी जिनपिङको कुरा गर्ने हो भने चाइनामा त्यतिखेर 30 वर्षभन्दा अगाडि सी जिनपिङको कुनै राजनीतिमा त्यति सक्रिय भूमिका या त्यस्तो किसिमको बाहिर मिडियामा आउने गरेर त्यस्तो राजनीति थिएन। तर उहाँ पनि तेस्रोचोटि राष्ट्रपति हुनुहुन्छ चाइनाको। र नेपालमा 30 वर्ष अगाडि प्रधानमन्त्री भएका मान्छे अझ पनि प्रधानमन्त्रीको लडाइँमा। यी त राजा हुन् नि, बाँचुन्जेल आफूभन्दा दोस्रो नेतृत्वमा नहुने, म मात्रै हुनुपर्ने भन्ने विचारधाराबाट प्रेरित भएका व्यक्ति त राजा हुन् नि त। नेपाली काङ्ग्रेसले त्यस्ता राजाहरू पालेर राखेकै छ। नेपाली काङ्ग्रेसका समर्थकहरूलाई चाहिँ म भन्न चाहन्छु, उहाँहरूले चाहिँ यो कुरा नबुझ्या हो या बुझ्ने कोसिसै नगर्या हो। र माओवादीको कुरा गर्ने हो भने 2052 सालमा कमरेड प्रचण्ड अध्यक्ष हुनुहुन्थ्यो त्यो पार्टीको, अहिले पनि उहाँ नै हुनुहुन्छ। अनि जनताका लागि हामीले गऱ्यौँ, जनताका लागि गऱ्यौँ, जनताका लागि गऱ्यौँ, नेपाली नागरिकका लागि गऱ्यौँ, पिछडिएका वर्गका लागि गऱ्यौँ, दलितका लागि गऱ्यौँ, गरिबका लागि गऱ्यौँ, अल्पसङ्ख्यकका लागि गऱ्यौँ, आदिवासीका लागि गऱ्यौँ भनेर भन्ने नारा चाहिँ कहाँ गयो होला? त्यो नेतृत्वमा कुनै अर्को मान्छे त पुगेको देखिँदैन। पुग्ने क्षमता भएका मान्छेहरू अहिले टुटेर 6-7 टुक्रा बनाइसकेका छ। फेरि पनि अहिले अझ माओवादीभित्र त्यस्तो राजाहरू चाहिँदैन हामीलाई। माओवादीले त लाज मान्नुपर्ने कुरा होइन भने, माओवादीहरूले लाज मान्नुपर्ने कुरा हो। ती युवाहरूले स्पेशल जो 30 वर्ष अगाडि जन्मेका पनि थिएन, तिनीहरू नजन्मिनुभन्दा अगाडि अध्यक्ष भएका मान्छे अहिले पनि अध्यक्ष छन्, पार्टीको सञ्चालन गरि नै रहेछन्। उनले एउटा क्षमतावान युवालाई चाहिँ त्यो पार्टीभित्र तयार गर्नै सक्नु भएन नेतृत्वको लागि भने। अनि राजा हामीलाई चाहिँदैन, हामीलाई चाहिँ प्रचण्ड नै ठिक छ भनेर भन्यो भने प्रचण्डलाई पनि बाँचुन्जेल राजा मान्नै पर्ने रहेछ भने। अनि जन्मजातै जो मान्छेहरूको जसको पुर्खाले चाहिँ नेपाल भन्ने देश आर्जेको छ, जो मान्छेले नेपाली जनताको पुर्खा र राजाको पुर्खाले मिलेर नेपाल भन्ने देश बनाएको छ भने उहाँलाई राजा मान्नमा किन आपत्ति गर्नुपर्ने नेपाली नागरिकले भने? प्रश्न त हो नि यो, नेपाली जनताले बुझ्नुपर्ने कुरा त हो नि अब, होइन? बुझ्ने समय त आयो होला। त्यो भएको हुनाले अब हामी एमालेतिर जाउँ। एमालेमा अहिले केपी शर्मा ओली हुनुहुन्छ अध्यक्ष र अहिले सम्माननीय प्रधानमन्त्री पनि हुनुहुन्छ। उहाँ चाहिँ केपी शर्मा ओली 10 वर्षदेखि नेकपा एमालेको अध्यक्ष र खुले आम जनतामा भन्नुहुन्छ कि अब 10-15 वर्ष त अब कसैले नसोच्दा पनि भयो अध्यक्षको लागि भनेर भन्यो भने त्यो एमालेले पनि अब एमालेमा पनि त्यो बिमार सर्यो, होइन? काङ्ग्रेस र एमालेमा माओवादीमा त पहिले पनि थियो, अब एमालेमा पनि त्यो बिमारी त सर्यो नि त। यी त एउटा पार्टी अलग भए पनि यिनीहरूको देखावटी सिद्धान्त अलग भयो भने विचारधारा त एउटै रहेछ, यिनीहरूमा प्रेरित रहेछ। हामी बाँचुन्जेल हामी चाहिँ राजा बन्नुपर्छ पर्टिकुलर पार्टीको भए पनि। हामीभन्दा ठुलो, मभन्दा ठुलो नेतृत्व मेरो पार्टीमा कोही हुनै सक्दैन भन्ने विचारधारा त यिनीहरूमा प्रेरित रहेछ नि त। यसमा दुईटा कुरा हुनसक्छ। सायद यिनीहरूको शिक्षाको कमी, एजुकेसनको कमीले गर्दा, होइन? यी त गुन्डागर्दी गरेर मान्छे मारेर आएका हुनाले सायद यिनीहरू त्यो विचारधाराबाट प्रेरित भएर हामीभन्दा ठुलो मान्छे त सधैँ छैन भन्ने होला। तर विश्वको इतिहासमा हेर्ने हो भने त धेरै विद्वानहरूले आफूले आफ्नो गर्ने कामहरू गरेर अनि देशलाई चाहिँ दोस्रो नयाँ नेतृत्वलाई हस्तान्तरण गरेको इतिहास त आज 10 वर्षको अमेरिकाको कुरा गर्ने हो भने, होइन? अब
अरू थुप्रै देशहरू दुनियाँका हरेक देशहरूमा चाहिँ त्यस्तै छ नि। या त जनताहरूले अब कि त भारत जस्तो, चाइना जस्तो, रसिया जस्तो त्यस्तो किसिमको 2/3 को के अरे बहुमत दिएर के अरे जिताएको भएपछि एउटा कुरा हुन्थ्यो। यिनीहरूलाई त जनताहरू पनि विश्वास गरिरहेछन् नि, तर पार्टीका कार्यकर्ता मात्रै विश्वास गरिरहेछन्। पार्टीका कार्यकर्ता मात्रै विश्वास गरिरहेछन् नि, ती त राजा मानिरहेछन् पार्टीका कार्यकर्ता। तर जसको पुर्खाले यो देश बनायो, जरा हाम्रो पुर्खाले, नेपाली जनताको पुर्खाले लडेर के अरे यो देशको निर्माण गर्यो, उसको पुस्तालाई राजा बनाउनको लागि हामी मानिरहेको छैनौँ। तर यी हिजो मान्छे मारेर आएका, हिजो के अरे कसैको टाउको फुटाएर आएका, हिजो आन्दोलनबाट आएका मान्छेहरू, यी मान्छे मारेर आएका मान्छेहरूलाई चाहिँ हामीले राजा मानिराख्नुपर्ने रहेछ फेरि नेपालमा। अनि यो विचारधारा कहाँबाट प्रेरित भयो यहाँहरूलाई? नेताहरूले सधैँ जनताहरूको मजबुरीको फाइदा मात्र उठाएका छन्। इतिहासले त त्यही भन्छ। त्यो भएको हुनाले म चाहिँ नेपाली जनताहरूलाई, हाम्रा नेपाली दाजुभाइहरूलाई, दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने हामीहरूले विभिन्न पार्टी मार्फत राजा त पालिरहेकै रहेछौँ नि त। हामीले त्यो कुरा त हामी त्यो कुरा होइन भनेर भन्न त सक्दैनौँ होला पक्कै पनि, किनकि राजाहरू त छन् नि। हामी नजन्मिँदै जो मान्छे देशका प्रधानमन्त्री थिए, या हामी जन्मिएपछि या हाम्रो अहिलेको पुस्ता जो 30 वर्षभन्दा कमको पुस्ता छ, त्यो पुस्तालाई स्पेसल म भन्न चाहन्छु, हामी नजन्मिँदै, तपाईहरु नजन्मिँदै, म त 2-4 वर्ष अगाडि नै जन्मिया होला, तर 30 वर्षभन्दा मुनिको युवालाई स्पेसल के भन्न चाहन्छु भने तपाईहरु नजन्मिँदै यो देशका प्रधानमन्त्री, यो देशका पार्टीका अध्यक्षहरू भएका मान्छे अहिलेसम्म पनि छन् नि त। अनि यिनीहरूले के परिवर्तन ल्याए तपाईहरुका लागि? परिवर्तन यिनीहरूले त आफ्ना लागि ल्याएका रहेछन् नि त। यो कुरा त अब नेपाली जनताहरूले बुझ्नुपर्ने कुरा होला नि त। कि नबुझ्ने हो? बुझ्नुपर्ने कुरा होला नि, हैन? त्यही भए हुनाले म नेपाली जनताहरूलाई भन्न चाहन्छु, यी सबै राजा, हरेक पार्टी मार्फतबाट राजा बनेका व्यक्तिहरू, यिनीहरूलाई राजा मान्नुभन्दा जो राजा थियो, सनातनदेखि के अरे पुर्खैदेखि चलिआएका राजा थियो, उनीहरूलाई एउटा राजा मान्ने। कार्यकारी प्रधानमन्त्री देशमा हुन्छ, एउटा संवैधानिक राजा हुन्छ देशमा। यो त आहा कति राम्रो कुरा भएन र? एकदमै राम्रो कुरा हो नि। नेपाली जनताहरूलाई पनि हिन्दू अधिराज्य हुन्छ देश। हिजोबाट होइन, मुसलमानहरू नेपालमा राजाको पालामा थिएनन् र आज त नेपाली मुस्लिमहरूको त चाहना पनि छ नि नेपालमा राजै हुनुपर्छ भनेर। यो त धर्मको विरोधी होइन नि। यो त हिन्दू राज्य भनेको त हाम्रो पहिचान हो, नेपालीहरूको पहिचान हो। आफ्नो पहिचानलाई विश्वमा झल्काउने समय आएको छ। एउटा राजा सहित हिन्दू अधिराज्य, वैदिक सनातन सहितको हिन्दू राज्य, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, यी कुराहरू त एकदम राम्रो हो नि नेपाल देशको लागि। नेपाल देश सुहाउँदो भनेको त यो कुराहरू हो नि त। यो कुरा त प्रत्येक नेपाली जनताले मान्नुपर्ने कुरा होला नि त, होइन र? त्यो भएको हुनाले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यो कुराहरूलाई चाहिँ मनन गर्नुपर्छ, यो कुरा मान्नुपर्छ, यो विषयमा सोच्नुपर्छ, विचार विमर्श गर्नुपर्छ र नेपालमा आउने यी ती कुराहरू, राजा, वैदिक सनातन सहितको हिन्दू राज्य र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, यो तीनटा कुरा चाहिँ नेपालको अहिलेको माग हो, अहिलेको आवश्यकता हो। यसलाई प्रत्येक नेपालीहरूले चाहिँ सहयोग गर्नुपर्छ, साथ दिनुपर्छ र यसलाई जसरी पनि यो कुरालाई चाहिँ स्थापित गर्नुपर्छ नेपालमा। धन्यवाद। जय नेपाल।